यसरी यो बर्खाको समय पानी जमेकोलाई एकदम फुल हुन्छ फुल हुन्छ फाटफुट यो उबर खाबर मात्र चाहिँ पानी हुँदैन नत्र फुलै हुन्छ त्यसकारण लगभग विद्यार्थीहरूलाई आवाजावत हिँडुल लाइन लाग्नलाई बिहान पछि धेरै गाह्रो होइन भनेपछि लगभग यो कति ट्रायल जति माटो लाग्न सक्छ यहाँ चाहिँ तपाईको यो लगभग एकदमै राम्रोसँग 40-50 ट्रालीसम्म 40 सम्म त नलाग्ला कम्तीमा 20-30 ट्राली माटो राख्यो भने यसरी गर्दै हुनुहुन्छ। अब तपाईँ अध्यक्ष एउटा विविध अध्यक्ष अथवा यहाँको चाहिँ तपाईँ अध्यक्षको पद लिइराख्दाखेरिमा राम्रो कामसँगै विरोधको कुराहरू पनि के आएको छ यसमा यो गाउँको के भन्न चाहनुहुन्छ त्यो कुरालाई किनभने नेपालमै विरोध छ होइन त अब यहाँ हामीले अहिले स्कुल प्राङ्गणमा आयौँ देख्नेलाई र अनुगमन गर्नेलाई चाहिँ थाहा हुन्छ के तपाईँ आफै यसरी कुटो बन्जरो लिएर चाहिँ खटिराख्नु भएको छ यति सजिलो अध्यक्ष स्कुलले पाएको छ होइन अझै पनि तपाईँको चाहिँ विरोधै गरिरहेछन्। अब कतिपय त नबुझेर पनि गरिदिन्छन्। हेर्नुहोस् अस्ति नै एकजना यतै छरछिमेकी हुनुहुन्छ उहाँले के भनिदिनु भयो खै आफ्नो छोराछोरीको चाहिँ अब कतिखेर शिक्षक नआएको पनि हुन सक्छन् अथवा ढिलो पनि आएको हुन्छन् त्यतिखेर कोही 1 घन्टी छोडेर अब भनौँ न उनका चाहिँ आफ्नो बच्चा घर गएपछि यस्तो स्कुल पढाइ पनि नहुने काम नलाग्ने स्कुल चाहिँ भनिहाल्नुभयो। म बाटो आइरहेको थिएँ भनिहाल्नुभयो। त्यो सुनेपछि मैले उहाँसँग त्यो बहस गरेन। मैले भने अब बाहिरका समाजले चाहिँ बाहिरका चाहिँ भनौँ न एउटा शिक्षक अभिभावकले चाहिँ बुझेको हुन्छ विद्यार्थी कुनै 1 घन्टी छोड्दैमा अथवा शिक्षक कुनै 1 घन्टीको शिक्षक नआउँदैमा यो कामै नलाग्ने स्कुल भनिदिने त उचित त हुँदैन। अब शिक्षकको पनि आफ्नो व्यक्तिगत काम हुन्छ। कतिखेर धेरै शिक्षकहरूको चाहिँ फोन पनि गर्नुहुन्छ म आज आउन सक्दैन अथवा म ढिलो आउँछु भनेर। त्यो जुन 12 कक्षामा पढ्ने विद्यार्थी हुन् उनको चाहिँ अब कोही विद्यार्थी यतै थिए कोही विद्यार्थी भागिसकेका थिए कोही विद्यार्थी चाहिँ शिक्षक रुकिरहेको थिए त्यतिखेर उनी घर गए छन्। त्यही क्रममा चाहिँ उनी आफ्नो चाहिँ भनौँ न छोरीलाई घर देखेर कस्तो स्कुल हो सधैँभरि चाहिँ खाली हुने पढाइ नहुने यस्तो उस्तो भनौँ न अलिकति धेरै कमेन्ट गर्नुभयो 1-2 शब्द। मैले भने अब भन्ने मान्छेको चाहिँ मुख त थाम्न सकिँदैन। अब त्यस कारणले अब फाटफुट कमेन्ट चाहिँ आउँछ नत्र धेरै त्यसले चाहिँ नकारात्मक दृष्टिकोणले टिका टिप्पणी त कमै गर्छन् तर जतिले गरेका छन् नबुझेरै अथवा डाहा गरेरै गरेका हुन्छन्। समाजप्रति सकारात्मक काम गर्नु र प्रगति गर्नु अथवा जिम्मेवारी लिइसकेपछि जिम्मेवारीलाई चाहिँ वहन गर्ने यो कुरालाई कसरी लिनुहुन्छ तपाईँ कति गम्भीरताका साथ लिनुहुन्छ के भन्नुहुन्छ यो कुरालाई होइन किनभने कतिजनाले हजुरलाई नबुझेर अनेकौँ आरोप लगाउने फाल्तु बोलेको कुराहरू पनि हुनसक्छ होइन समाजप्रति अब मैले राम्रै गरेको जस्तो लाग्न सक्छ यो तिनटै विषयलाई भन्दै एकमुष्टमा चाहिँ के भन्न चाहनुहुन्छ? अब यसमा के छ भने जिम्मेवार लिएर बोल्नु कस्तो छ होइन आरोप लगाउनु कस्तो छ एउटा पदमा रहेर काम गर्नु कस्तो छ समाजप्रति चाहिँ विकासका निर्माण गर्न कतिको छ के छ यो कुरालाई? यो तिनटै विषयलाई मिलाएर एक शब्दमा भन्यो भने एकदमै गाह्रो छ। समाजसेवा चान्चुने व्यक्तिले गर्न सक्दैन किनभनेको यो समाजसेवा भनेको नेपाल सरकारको चाहिँ यो संस्थागत स्कुल होइन सरकारी स्कुल हो सामुदायिक विद्यालय हो। सामुदायिक विद्यालयमा बोल्ने क्रममा अथवा चाहिँ कथनपठन गर्ने क्रममा धेरै भनाइहरू चाहिँ सहनुपर्ने हुन्छ र कतिपय यस्तो स्थिति पनि आउँछ कि कतिखेर गाली गर्दै पनि लाग्छ किनभने अब थोरै बोलिदिनु बरु बुझेर बोलिदिनु भन्छु नबुझिकन कतिखेर त धेरै पनि भन्या हुन्छन् तर पनि ठिकै छ उहाँहरूको चाहिँ भन्ने मुखलाई थाम्न सकिँदैन भनेर सुन्छु र पछाउँछु कतिपयको ठाउँमा नत्र धेरैले चाहिँ त्यसरी टिका टिप्पणी पनि गर्दैनन्। मैले भने अघि नै पनि खास गरेर कतिपय चाहिँ दाहा गरेर बोल्दैछन्। हेर्नुहोस् मैले आफूले स्वविवेक विचार गरेँ कतिपय ठाउँमा सोधपुछ पनि गरेँ अलिकति दाहा पनि गरिरहेका छन् र हाम्रो यो नेपाली समाजमा अहिले पनि कस्तो छ भनेपछि पार्टीगत कुरा ल्याउँछन्। हेर्नुहोस् मलाई यही चित्त बुझ्दैन। म जुनसुकै पार्टीको व्यक्ति भए पनि त विद्यालयको गर्दैछु विद्यालयको काम गर्दैछु सामाजिक काम गर्दैछु कुनै पार्टीको लागि त गरेको छैन म आफ्नो घरको लागि गरेको छैन हजुरको घरमा गएर काम गरेको छैन विद्यालयको गर्दैछु भनेपछि अझ पनि यो हाम्रो गाउँठाउँमा अथवा यो नेपाली समाजमा त्यो फलाना पार्टीको मान्छे हो उसले गरेको कामलाई पनि नराम्रो भनिदिने अथवा प्रचारवादी गर्नु पनि ठाउँमा नराम्रो तरिकाले प्रचारवादी गरिदिने सक्नुहुन्छ भने प्रशंसा गरिदिनुहोस् सक्नुहुन्न भने पनि विरोध पनि नगर्नुहोस् विरोध पनि नगर्नुहोस् हैन हो सक्नुहुन्छ भने हातेमाले गर्नुहोस् विकासमा अगाडि लम्किनुहोस्। तर कतिपय हेर्नुहोस् मान्छे जो जुनसुकै पार्टीका हुन्छन् ल भाइले राम्रो गर्नु भएको छ भनेर साबसे पनि दिन्छन्। मान्छे यहाँ राम्रो प्रगति देख्ने मान्छे पनि छन्
त्यो प्रगति देखेर नराम्रो टिक्का टिप्पणी गर्ने मान्छे पनि छन्। त्यस कारणले अब सबैले बुझ्दै जान्छन्, पचाउँदै जान्छन्। हेर्नुहोस्, तर अझ पनि हाम्रो नेपाली समाजमा टिक्का टिप्पणी गर्ने, अरूले गरेको कुरा चाहिँ चिया दोकानमा काट्ने अथवा चाहिँ आफ्नो चाहिँ भनौँ न कस्तै खालको मान्छे कुरा काट्दै हिँड्दै जाने, न त अब सुधार हुन्छ, सुधार नहुने चिज होइन। यो मेरो पहिलो कार्यकाल हो। पहिलो कार्यकालमा मेरो अब सिक्दै पनि गएँ, मेरो क्षेत्राधिकार के हो त्यो मलाई थाहा नभएर पनि अब कतिखेर हिचकिचाउने अथवा भनौँ न डराउने केही बिग्रिन्छ कि त्यो मेरो क्षेत्राधिकार हुँदैन कि अथवा यो प्रहसनको हो कि मैले मिल्दै कि हनन गर्दै कि भनेर आफूले सोच्नुपर्ने र अलिकति ब्याग हुनुपर्ने स्थिति पनि थियो। अब बिस्तारै बुझ्दैछु, गर्दैछु। अब सुरुकै अवस्थादेखि अहिलेसम्म चाहिँ नराम्रो गरे जस्तो लाग्दैन, राम्रो गरे जस्तो लाग्छ। अब मैले राम्रो भनेर हुँदैन, बाहिर समाजले मूल्याङ्कन गर्ने हो, विचार गर्ने हो, राम्रो हो कि होइन भनेर। तर जति पनि थोरैले प्रशंसा गरे पनि बुझेकाले गरेका छन् र समाजमा चाहिँ जान्ने मान्ने अथवा गन्ने मान्छेले प्रशंसा गरेका छन्। त्यस कारणले म सन्तुष्ट छु र अहिले पनि म भने सुरुदेखि अन्त्यसम्म आउँदाखेरि यो स्कुलमा प्रगति चाहिँ भएकै छ। धार्मिक रूपमा अगाडि बढ्दैछौँ, पछाडि चाहिँ हामी हट्दैनौँ।